Behind you can see Rara and my Rani. Hello and good morning and welcome to my channel again. I hope you guys are fine. Yes, we are also absolutely doing well. And yeah, at here we're at the top, Murma top. And you don't believe it, हामी चाहिँ आज 4 बजे उठेर we have set our phone and time lapse and on GoPro top time lapse लगाएको. And एकछिनमा चाहिँ I think in the first of the video I think you did the time lapse, right? So we are so freaking excited, you know. So बिहान बखको यो भ्यू हेरिसकेपछि we were so stunned. स्वर्गकी अप्सरा हेर्नु सबैको भाग्यमा कहाँ हुन्छ र हैन र दुःख कति थियो तर तपाईहरुले यसरी दुःख गर्नु भएन स्वर्ग रानी मजाले हेर्न सक्नुहुन्छ यस ब्याक बिहाइन्ड मेरो पहाडी चाहिँ रारा ताल रहेको छ राजा महेन्द्रको बेला महेन्द्र राजाले चाहिँ खास यो पहिला चाहिँ नाम चाहिँ यसको महेन्द्र ताल हो पछि त्यसको नामकरण रारा ताल भएको थियो र यसमा धेरै पुराना अप्ठ्यारो र एकदमै मनदुख्ने न्युजहरु छ हेलिकप्टर क्र्याशदेखि ल्याएर धेरै कुराहरु छ यहाँनिर एउटा पानी कहाँबाट आउँछ भन्ने छ यो पानी कताबाट आइरहेको छ यति धेरै कुनै पनि मुहान छैन यहाँनिर अनि धेरै कुराहरुको अन्यलमा स्वर्गको अप्सरा भनेको छ एन्ड यस सो वी आर सो एक्साइटेड एन्ड भर्खरै सनराइज थियो राम्रो सनराइज थियो बट बादलको कारणले गर्दाखेरि चाहिँ हामीले फर्स्ट सनराइज हेर्न पायौं बट त्यसपछिको माथि सनराइज चाहिँ बादलले छिक्यो बट त्यति हेर्यो हामीले त मन आनन्द भयो एन्ड लेट्स बेब हाउ आर यु फिलिङ राइट नाउ कस्तो लागिरहेछ यो स्वर्गको अप्सरा हेर्दाखेरि चाहिँ It was like one of the dream pura भएको छ हैन एकदम खुसी लागिरहेछ थ्यांक यू बुरा I love it too and together we dreamt about it and finally we made it and yes we are at Rara woo and हामी also फ्रेश भएको छैनौं बट हामीलाई चाहिँ स्वर्गको अप्सरा हेरेर हामी यतिकै फ्रेश भएको जस्तो फिल भइरहेछ ब्याक बिहाइन्ड यु क्यान सी Rara and my Rani and here चाहिँ हामी चियाको प्रतीक्षामा छौं हैन या वेटिङ फर चिया सो हाम्रो अगाडि चाहिँ ठ्याक्कै रारा नै छ कोही पनि गएको छैन यहीँनिर छ रारा अनि सनराइज चाहिँ भएको थियो मजाको तर बादल कारणले गर्दा सनराइज चाहिँ माथि बादलको भित्र लुक्यो स्वर्गको अप्सराको अगाडि सनराइज नजाउनु भयो स्वर्गको अप्सरा देखेर सूर्य भगवान नजाउनु भयो आएको छ पल्लो नमस्कार मेरो नाम बिर्खबहादुर रोका छ दुईजना सरहरू आएछन् यतै आए बस्नु भएको छ मुर्मटप माथि मुर्मटप ताल पुरै देखिने ठाउँ बस्नु भएको छ नि नुहाइ नुहाउने ठाउँ रारा के अप्सरा हो यो नुहाइ नुहाउने तल गयो भने दायाँ हेरे बायाँ देखिँदैन बायाँ गए दायाँ देखिँदैन माथि गयो भने पुरै आकाशबाट हेरे जस्तो हुन्छ यो ठाकुरज्यूले उता लात्तानेर निजाराको खोला निकासा गरिएको छ पानी भन्ने कहाँबाट आउँछ थाहा छैन अलिअलि मोहन त हिमालबाट झरिया छ तल झरिया छ 20 सालमा रारा 20 सालमा महेन्द्र सरकार आएर महेन्द्र ताल भन्थे अहिले त रारा ताल भन्छ आउने समय चाहिँ हजुर आउने अहिले समय यही नयाँ साल चैत वैशाख र दशैँको टाइममा तिहार न दशैँको बीचमा त्यही आउनुपर्ने एकदम राम्रो हुन्छ I love you, Buddha. I love you too. I received this
पिङ्क लालीग्रास लालीग्रास हामीले फर द फर्स्ट टाइम देखेको यो Mr. Rara. सो करिब मुर्मा टपको हाइटबाट करिब 2 घन्टाको ओह्रालो लगाइसकेपछि हामी एउटा सानो भ्यू पोइन्टमा आइपुगेका छौँ। यहाँदेखि चाहिँ रारा ताल अझै मजाले देखिँदो रहेछ र यसको चाहिँ छेउको पार्ट चाहिँ अलि राम्रोसँग देखिँदो रहेछ। यो चाहिँ हाम्रो एउटा भ्यू पोइन्ट हो। भ्यू पोइन्टमा चाहिँ यहाँ चाहिँ जिङ्गल बेल गर्नु मिल्छ। यहाँनिर चाहिँ यो मन्दिरको नाम चाहिँ छाप्रा महादेव रहेछ। करिब 2.5 घन्टाको यात्रापछि हामी चाहिँ अहिले ठ्याक्कै रारा आइपुगेका छौँ। अघि चाहिँ हामी मुर्मा टप रारा भ्यू पोइन्टमा थियौँ र अहिले चाहिँ तपाईँ अगाडि देख्न सक्नुहुन्छ रारा। कति क्लिन छ, छक्क देखिन्छ। सो अब यतिखेर चाहिँ हामी राराको किनारमा चाहिँ थोरै झ्यारीको माले घोडामा चढ्नु भएको थियो। ए बाघको घोडामा देखिनु भएको थियो। हिजो चाहिँ महारानी अध्यक्ष सरको घोडामा हाम्रो यहाँ चाहिँ म चाहिँ यहाँ चाहिँ अब भरिया दाइले बिसाउने भारी। यहाँनिर चाहिँ मेनली चाहिँ त्यो काठको हुन्छ नि, त्यो तपाईँको फेवाताल जस्तो काठको बोटो चल्दैन क्या। यहाँनिर चाहिँ तपाईँको इयर ब्याग त्यो टाइट हुन्छ नि त्यो, किनभने हावाहरू लगायो भने अलिक ब्यालेन्स गर्न सजिलो हुन्छ नि त, नत्र भने त हावाले पनि घोप्टाइन्छ नि त। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको यो टाइपको चाहिँ तपाईँले गराउनु मिल्छ है। अब हामी हल्का भित्र छौँ, त्यहाँनिर चाहिँ एन्ट्री रहन्छ है, तर यहाँसम्म जान मिल्छ होला।
यहाँबाट चाहिँ मान्छेहरूले सेफ्टीको लागि चाहिँ नो एन्ट्री छ। यहाँ चाहिँ बोट, यहाँ छ एउटा बोट, उता पनि छ बोटहरू, त्यो अर्को बोट रहेछ। यो रारा तालमा चाहिँ तपाईँहरू यहाँनिर माछा छ होला होइन, ट्राउट, सालमन ट्राउट। प्रायः जस्तो मान्छेहरू आयो भने चाहिँ डुङ्गाहरू चढ्छन् र हामीले चाहिँ यहाँ डुङ्गा नचढ्ने हिँड्दै गरेको छौँ, किनभने यति राम्रो पानी छ होइन। हामीलाई टेक्न पनि नराम्रो लाग्यो होइन, मेबी हामीलाई बस्न पनि कस्तो मङ्खत लाग्यो हामीलाई होइन। त्यो कारणले गर्दा चाहिँ हामी चाहिँ तपाईँको यो बोट चाहिँ नचढ्ने डिसाइड गरियो र हामी चाहिँ हिँडेर साह्रै समय लाग्छ अरे, 1 घन्टा 2 घन्टा लाग्छ अरे। त्यो कारणले गर्दा चाहिँ हामी चाहिँ यहाँबाट घोडामा जाने निर्णय गरेका छौँ। यति राम्रो पानीमा होइन टेक्दा बस्दा पनि एकदमै मनलाई नै सरापिने जस्तो फिल भयो मलाई चाहिँ। त्यो कारणले गर्दा चाहिँ हामी चाहिँ यहाँबाट घोडा राइड जान्छौँ र हाम्रो यहाँ घोडा राइड चाहिँ 600 छ चार्ज होइन। यहाँदेखि चाहिँ 600 छ, 1200। हामी चाहिँ त्यसरी यहाँबाट निस्किन्छौँ सिधा बनाएर। अलराइट गाइस, सो अहिले चाहिँ हामी चाहिँ बोटमा जाने कुरा थियो। बोटमा चाहिँ हामी गएनौँ किनभने यति राम्रो ताल छ, तालमाथि बसेर जानु मनै भएन। त्यही भएर चाहिँ हामी चाहिँ हिँड्न चाहिँ अलि किन चाहिँ खास घोडा चुज गरेको भने चाहिँ हामी चाहिँ आज चाहिँ अर्को यात्रा, जुम्लाको यात्रा हुँदैछ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाँडै पुग्नुपर्ने कारणले गर्दा चाहिँ हामी घोडाको सवारी गऱ्यौँ र तालको साइडबाट घोडा चढ्नु चाहिँ मजा बेग्लै नै छ। ल है, ल दाजुज्यू, ल राम्रोसँग जानुहोस्। फेरि अलि तपाईँको कोही आफन्त मान्छे आउँछ, सम्झेर पठाइदिनु होला। ल सबैलाई बाई बाई है। ल अब हामी यहाँदेखि चाहिँ तालदेखि चाहिँ निस्किनु लाग्यो हामी। सो यहाँसम्मको बसाइ चाहिँ कति तिता भयो कति मिठा भयो होइन। अब तिता भन्ने कुरा भइहाल्छ, मिठा भन्ने कुरालाई चाहिँ याद गर्नुपर्ने हुन्छ हामीले चाहिँ। सो मिठो याद चाहिँ हामीले जे यहाँ भयो यो कुरा चाहिँ रारामै हामी भुलेर अगाडि बढ्छौँ र रारालाई हामी बाई चाहिँ भन्नु मन छैन होइन, किनभने यहाँको जुन प्रकृतिको धनी, राराको रानी, अप्सराकी रानी भन्छ यसलाई भन्न चाहिँ होइन, अप्सराकी परी भनेर चाहिँ राजा महेन्द्रले दिनुभएको रहेछ हाम्रो लागि छोडिदिनु भएको रहेछ निशानी। र त्यसको लागि चाहिँ राजाप्रति चाहिँ हामी एकदम आभारी छौँ। धेरै धेरै धन्यवाद हामी नागरिकहरू। र घोडा यहाँ एकदमै चढ्नको लागि चाहिँ घोडाहरू यहाँ लिनु हुँदैछ। अनि अब चाहिँ यहाँ जानु त मन छैन खासै, तर के गर्नु, अब मन नभई पनि यात्रा अगाडि बढ्नै पर्ने, एक ठाउँमा बसेर नपुग्ने कसैलाई पनि। सो फेरि भेट्छौँ रारा भन्दै यहाँबाट छुट्टिने कसम लिँदै हामी यो ब्लगलाई नि यहीँ एन्ड गर्छु। र हेरेर यति दिनसम्म हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद, मुरी धन्यवाद। र यो ब्लगमा चाहिँ तपाईँलाई कुन पार्ट चाहिँ धेरै मन पऱ्यो कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गर्नु होला। र यसरी नै रारा पनि आइदिनु होला, घुमिदिनु होला र स्वर्गकी अप्सराको दर्शन गर्नु होला भन्दै यस ब्लगबाट म बिदा हुन चाहन्छु। बाई बाई अल, लभ यु अल, टेक केयर। सो बेबी के भन्न चाहन्छु? I just want to say thanks to you. मेन त मलाई अनि इट वाज लाइक अमेजिङ भयो, एकदम राम्रो ठाउँ। सबैजना आउनुहोस्, एकचोटि घुम्नुहोस्, घुमेपछि ठाउँ देखिन्छ अनि थाहा हुन्छ। ग्राउन्ड हुन्छ